हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ हामी जाँदैछौँ दुप्चेश्वर मन्दिर जुन चाहिँ रहेको छ नुवाकोट जिल्लामा। हामी फुल फ्यामिली भएर मन्दिर गएका थियौँ र मन्दिर जानको लागि चाहिँ हामी टोखाको बाटो हुँदै गएको थियो। यो बाटोबाट जाँदाखेरि चाहिँ एकदमै राम्रो सिनहरू र भ्यूहरू हेर्दै हरियाली हेर्दै हामीहरू पुग्यौँ लिखु गाउँपालिका र त्यहाँबाट पनि त्यहाँ फाँटमा रहेको हरियो फल्दै गरेको धान हेर्दै हामी चौगडाको पुल तरेर लाग्यौँ दुप्चेश्वर महादेवको मन्दिरतर्फ। र यहाँ जाँदा चाहिँ प्राय जसो बाटोहरू सबै नै पिच भएको र राम्रो थियो। मन्दिर पुग्ने बेलामा चाहिँ कुनै ठाउँमा चाहिँ अलिअलि बाटो अफरोड थियो, त्यसैले अलिकति गाह्रो भयो र त्यस्तै गाह्रो र सजिलो हुँदै हामी पुग्यौँ दुप्चेश्वर महादेवको मन्दिरमा। यो चाहिँ एकदमै राम्रो ठाउँ रहेछ। अनि हामी चाहिँ लाग्यौँ मन्दिरमा पूजा गर्नतर्फ। पूजा गर्नको लागि लाइन बस्नलाई भनेर म र भाइ चाहिँ अलि अगाडि नै गयौँ र अगाडि लाइन बस्दाखेरि नि माथिबाट अलिअलि 2-4वटा भिडियोहरू फोटोहरू खिच्दै हामी चाहिँ दर्शन गरेर तलतिर झऱ्यौँ। र तल झरेपछि नि अफकोर्स फोटो नखिच्ने त कुरै भएन र केही फोटोहरू खिचिसकेपछि हामी चाहिँ खोलामा फोटो खिच्ने भनेर गयौँ र फोटोहरू खिचिसकेपछि धेरै नै भोक लागिसकेको थियो, त्यसैले एकदमै राम्रो सिन हेर्दै खाना खायौँ र खाना खाइसकेपछि हामी चाहिँ घर फर्किनको तर्फ लाग्यौँ। तर जाँदै बाटोमा अर्को प्लान बन्यो र अर्को प्लान चाहिँ सेकेन्ड पार्टमा हेर्नुहोला। धन्यवाद, सी यू।